साथीहरु यता चाहिँ एकदम रमाइलो ठाउँ रहेछ। यो चाहिँ कालु पाँडेको समाधि स्थल, उहाँको मूर्ति पनि यहीँ छ। यहाँनिर एउटा मन्दिर पनि रहेछ। यहाँनिर चाहिँ एकदम बेस्ट ठाउँ रहेछ छुट्टी मनाउन, 2-4 दिन बस्न आउने मान्छेहरूले चाहिँ यति राम्रो भ्यू देख्ने, हाइटमा सारै चारैतिर देख्ने। यतापट्टि गयो भने चन्द्रगिरी डाँडा देखिने, यतापट्टि थानकोट भइगयो। यो चेकपोस्ट यहीँनिर चेकपोस्ट रहेछ। यहीँबाट कहाँबाट छ यो सुरुङ मार्ग पनि यतैतिरबाट हो, कहाँ हो थाहा छैन। तर यो चाहिँ भ्यू हेर्न, बस्न, खानाको लागि यहाँ ठाउँ बेस्ट रहेछ। जस 2-4 दिन बस्नको लागि, छुट्टी मनाउन आउने मान्छेहरूको लागि चाहिँ अति राम्रो ठाउँ रहेछ यो चाहिँ। यो चारैतिरको भ्यूहरू यस्तो देखिएको छ, सुपर छ, यति राम्रो छ कि। यतापट्टि चाहिँ सीता पाइलाबाट छिर्ने, गल्छी छिर्ने बाटोहरू रहेछ। पुरै कस्तो देखिन्छ हो, यहाँ त साह्रै रमाइलो देखिँदो रहेछ। यहाँबाट चाहिँ तपाईँको यस्तो देखिन्छ कि, ल हेर्नुहोस् कस्तो देखिन्छ। यताबाट चाहिँ सीता पाइला गल्छी छिर्ने बाटो, यो चाहिँ सीता पाइलापट्टिबाट आउने बाटो रहेछ यो। यहाँबाट स्वयम्भूतिर निस्किन्छ। यहाँ चाहिँ अहिले यो चाहिँ चन्द्रगिरी नगरपालिका वार्ड नम्बर कति पर्छ मलाई पनि थाहा छैन। यो चाहिँ ठाउँ चाहिँ बेस्ट छ यहाँतिर बस्नको लागि, यस्तो राम्रो ठाउँ छ। अनि तलको भ्यूहरू पनि साह्रै राम्रो रहेछ हेर्नको लागि, बस्नको लागि। यहाँ चाहिँ अति रमाइलो ठाउँ रहेछ, जोस मस्त छ। ल हेर्नुहोस् कति रमाइलो ठाउँ छ यहाँ तपाईँको। यहाँबाट सर्लकै पुरै काठमाडौँ पनि देखिने, पुरा यति रमाइलो छ। यत्रो माथि डाँडामा हेर्नु न, यहाँ यत्रो ट्याङ्कीहरू छ। पानी चाहिँ कहाँबाट ल्याएको छ हामीलाई यो चाहिँ थाहा छैन। ल हेर्नुहोस् यस्तो राम्रो छ। रेसोर्ट छ यहाँतिर, यति रमाइलो ठाउँ छ। ल हेर्नुहोस् यस्तो रमाइलो छ कि। हौ हजुर आज घरमा